विशाल सर तपाईँको सामान आउँछ कि तर अलिक नर्मल रहेछ क्या नर्मलबाट रहेछ त्यो भएकोले गर्दाखेरि चाहिँ कहाँनिर भाइ एउटा सिट कभर तिम्रो जिन्दगीभरि बित्छ तिम्रो जिन्दगीभरि बित्छ भन त बित्छ कि बित्दैन भन न मान्छे मरेर जान्छ यार फलम कुहेर जान्छ यार खिया परेर सकिएर जान्छ जब एउटा सिट कभरले जिन्दगीभरि थाम्छ तिमीलाई भन त भन त अनि यो सिट कभरले यहाँनिर चेतिन्छ भन्छ एउटा सिट कभरले जिन्दगीभरि बित्छ यार मान्छे मरेर जाने चोलो हो यार फलाम खिएर जान्छ फुटेर जान्छ के भएर जान्छ अनि जब एउटा सिट कभर यार 3-4 सयको सिट कभरले यहाँ जिन्दगीभरि बित्छ तिम्रो भन त भाइ भन न स्टिच त म दिइहाल्छु नि यहाँ भन न यहाँ हो भन त बित्छ यार एउटा सिट कभरले तिम्रो जिन्दगीभरि भन त बित्दैन नि होइन त्यही भएर त मेरो पनि लाउँदिनँ त त्यो लायो भने चेतिहाल्छ होइन त्यही भएर लाउँदिनँ क्या होइन सिट कभर अब ल सामान लगाएपछि फेरि बिग्रिहाल्छ त्यही चलाइहाल्ने हो नि जति बेला कुद्दैन त्यही बेला लगाइहाल्ने त्यही बेला लगाइहाल्ने हो कि होइन भन त भन न तिमीलाई सिट कभर जिन्दगीभरि चल्छ चल्दैन ल ठिक छ अब मात्रै दिन्छु म तिमीलाई स्टिक ल उ त्यो बोरामा बोरामा आएर प्लास्टिकमा छ यहाँ त्यतै वरिपरि अनि भाइ तिम्रो एउटै हेलमेट जिन्दगीभरि चल्छ किन्नु पर्दैन अर्को भन त विशाल सर ल भन न चल्छ कि चल्दैन भन त एउटै हेलमेट तिम्रो जिन्दगी चल्छ यार त्यो फुटी गएको हेलमेट लगाएर यार त्यो अस्ति 700मा दमाउनु किनेकोले चल्छ भन अनि हेर त कति राम्रो छ यहाँ यो 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 हेलमेटले जिन्दगीभरि चल्छ हेर त ल यो हेलमेटले यो हेर त यो फुटिसकेछ यता मुनि टाउको त्यो माथिको कभर झर्न छ यसले चल्छ चल्छ जिन्दगीभरि भनौँ न चल्छ यसले अनि तिमीलाई एउटा सिट कभरले जिन्दगीभरि चल्छ अनि स्टिक हानेको चलोस् भनेर चल्छ र बनाउँदैछु दाइ चल्दैन भाइ चल्छ एउटा सिट कभरले तिम्रो जिन्दगी चल्छ बित्छ बाइक सकिजान्छ यार सिट कभर च्यातिनु भएन दाइ ल ल साथी एउटै सामानले जिन्दगी चल्दैन अब बिग्रिहाल्छ होइन फेरि बनाउनु चाहिँ पर्छ अनि एउटै सामानले जिन्दगीभरि चल्ने भने कम्पनीहरू के खाएर बाँच्छ यार मर्दैन भोकले हामी पनि त मर्छौँ भोकले त्यस्तो हो नि त भनेर यो भिडियोमा चाहिँ कुनै केही अन्यर्थ नसोच्नु होला होइन रमाइलोको लागि मात्रै है साथी ल